तिम्रो बिछोडले यसरी तडपायो लाग्दैछ कहिले काहीँ यो घुमिरहेको पङ्खामा आफैलाई घुमाइदेऊ अनि यो संसारबाट अनि तिम्रा यादहरूबाट आफैलाई गुम्डा बनाइदेऊ। म जीवित छु तर मेरो शब्दहरू यसरी चिच्चाइरहेका छन् जसले बार बार भनिरहेछन् फर्केर आउँदिनन् उनी। तर यो आशा तिमीमा गरेको भरोसा बार बार भन्दैछ उनी फर्केर आउँछ। जब तिम्रो साथ थियो तब मैले बुझेन या तिमीले मलाई बुझेनौ। मलाई लाग्थ्यो तिमी मात्र मेरो हो, तिमीमा मात्र मेरो अधिकार छ अनि तिमीमा मेरो मात्र कन्ट्रोल। त्यसैले मलाई लाग्दैथ्यो तिमी मेरो हो। तिमी 1% पनि अरूको भयो भने मलाई अपुज हुनेछ। त्यसैले मैले तिमीलाई यतिसम्म राख्न चाहे आफ्नो अधीनमा। सायदै तिमीलाई यो आभास भयो कि यो साथभन्दा बढी टर्चरको धेरै भयो। तिमीलाई यो आभास भयो जिउनुभन्दा मर्नुको पीडा भयो मेरो यो अँगालोमा। तिमी यसरी हराएर गयो कि कहिले फर्कन चाहेनौ। कस्तो छु कस्तो थिए यी आँखाको नयनमा झरिरहेका आँसु पनि फर्केर हेर्न चाहेनौ। म बिस्तारै कराएर भन्छु तर यो 4 किल्लाको कोठा बाहेक अरू कसैले सुन्दैन, न कि तिमीले पनि। म बिस्तारै कराइरहेको छु भनिरहेको छु मलाई आभास भइसक्यो तिमीसँग प्रेम बसेको होइन जीवन बसेको रहेछ। लाग्दैछ अब बिछोडले यसरी मलाई तडपडाउनेछ। म सदाको लागि तडपिरहनेछु।